हेलो नमस्कार। हामी चाहिँ आज आन्टीको घर जाँदैछौँ। भाउजू बाबु आयुष कहाँ हिँडेको तिमी? मामा घर। आन्टी छिम भन न, आमा छिम हिँडेको भन न। आमाले बोलाएर हिँडेको भन न। हजुर हामी कहाँ हिँडेको अरे? भाउजू पनि सेङ्जाबाट आउनु भएको थियो, त्यसैले गर्दा आन्टीले भाउजूलाई पोखराबाट बहिनी आइन, बुटलबाट दिदी आउनु भएन अन्त हामी चाहिँ आयौँ। अब हामी पनि भोलि घर जाने हो, अनि त्यसैले गर्दा आन्टीले बोलाउनु भएको थियो, आज आएको हो। अब आन्टीले चाहिँ के गरेर बस्नु भएको छ, बिहानैदेखि बोलाएको नआउँदा रिसिनु भएको छ। अब हामी गयौँ भने आन्टी खुसी हुनुहुन्छ। अन्त चाहिँ लसुन कति राम्रो बनाउनु भएको, आलु आन्टीका बाख्राहरू कति राम्रा छन्। सब्जी यसरी राखेर आलुहरू हो कति राम्रो बनाउनु भएको। घर बसेर आलु धनियाँ सागसब्जी। यहाँ चाहिँ बहिनीहरू पनि आएर बसेको रहेछन्। बहिनी दिदीहरू ए आज चाहिँ आन्टीले बोलाएर हामी ट्याक्कै आएको छौँ। महँगो बसाएको छ। अब ट्याक्कै खाना दिनुहुन्छ सबै दिदी बहिनीलाई बनाएर खोर्के। आज दिएर बसेको छौँ। अब आन्टीले अब खाना दिनुहुन्छ। त्यसपछि नमस्ते कर साधन फुलमा भमरा आउँदै गर मेरो माया माया नमारा टिप्छु फुल छैन काँडेको तिम्रै हो मान सम्झ टाढाको मेरो सानोले चाहिँ भात खायो आएको के खायोस् आन्टीले खाना पस्किँदै हुनुहुन्छ। कति रमाइलो केटाकेटीहरू सबै बसेर खाना खाँदै हामी चाहिँ आज आन्टी बोलाएर आएर अब खाना खाना झोल आयुष खाना आयुष तिमीले के खाएको? माम खाएको ए चिच्ची पनि खाऊ, चिच्ची पनि खाऊ है। हामी चाहिँ भाउजू मम्मी बस्यौँ। अब खाना खान लागेको हो। आन्टीले ट्याक्क मासु भात च्याउ बनाउनु भएको रहेछ। अब हामीले खाना खाएर ट्याक्क मासु च्याउ भात कति मिठो बनाउनु भएको छ। आन्टीले बयान गर्नु साध्य छैन। ल हजुरले पनि यसो भनिदिनु हाम्रो आन्टीलाई चाहिँ म देखाउँदैछु। नमस्ते सन्चै। नमस्ते सन्चै हुनुहुन्छ? आज छोरीहरू आउनु भएको कस्तो लाग्छ त आन्टी? हामी लाग्छ, रमाइलो लाग्छ, मलाई धेरै धेरै खुसी लाग्छ धेरै। ए मम्मीको साक्खै कान्छी बहिनी हो क्या मेरो, हाम्रो प्यारी आन्टी मेरो मम्मी। अब हामी शीतल सबैले खाना खायौँ। ल सबैलाई बाई बाई। सबैले